सांस्कृतिक माहौल परिस्थितिको हेर्ने हो भने हाम्रो कृषि प्रधान मुलुक हो। कृषि प्रधान मुलुकमा अब यस्ता खालका भनौँ न बीज भए मल खाद यस्ता कुराहरू हाम्रो घर घरमै पाइने कुराहरू हो। अब यस्तो एकदमै पहुँचमा छ। र अर्को कुरा हाम्रो कानुन पनि निकै फिटलो भएको कन्टेक्स्टमा र मानिसहरू पनि त्यति सचेत भएको देखिँदैन। अब उनीहरूको लागि नजिकै हुन्छ, त्यत्तिकै खुल्ला हुन्छ, सजिलै पाइने भएको हुनाले के देखिएको छ भने आत्महत्या हुनुको पछाडि अघि भनेपछि सामाजिक कारणमा यो कानुन फितलो हुनु, यस्तो आत्महत्याको लागि प्रयोग हुने सामग्री भयो, साधनहरू सजिलै प्राप्त हुनु पनि ठुलो फ्याक्टरको रूपमा देखिएको छ। अब यो दक्षिण पूर्वी एसियाको सबैजसो मुलुकहरू सहित हाम्रो नेपालमा पनि यो भनौँ न कृषि प्रधान मुलुक यस्ता पेस्टिसाइडहरू, कीटनाशक औषधिहरू भए, मल खादहरू सजिलै पाइनु पनि सायद यो क्षेत्रमा आत्महत्या बढी हुनु र आत्महत्याको माध्यमको रूपमा यी कुराहरू बढी प्रयोग हुन सक्छ। अब यसमा कसरी कम गर्ने भन्ने धेरै उपायहरू हुन सक्छन् र त्यसमध्ये तपाईँले भन्नुभयो जस्तै कानुनी रूपमा नै एकदमै भनौँ न निगरानी राख्नुपर्ने एउटा माध्यम हुनसक्छ, उपाय हुनसक्छ। अर्को उपाय त अब हरेक मानिसहरू सचेत हुनु पर्यो। त्यही अनुसारको चाहिँ अब तिनीहरूलाई ताला लगाएर राख्नु पर्यो कि पहुँचभन्दा टाढा राख्ने, ताकि त्यस्तो हुटुटी परेको बेलामा आफूलाई हानि गर्ने विचारहरू आएको बेलामा उनीहरूले सजिलै प्राप्त गर्नु नसकियोस् भन्ने खालको मेकानिजम हामीले बनाउनु पर्ने देखिन्छ। अब रोकथामको कुरा गर्दाखेरि भनेपछि जुन अब यो मलखाद बीजको कुरा छ नि, त्यसमा पनि भनौँ न चाहिएको बेला मात्रै प्राप्त गर्न सकिने। कसैलाई मर्न मन लाग्यो स्वात्तै गएर खानेलाई चाहिँ अलि नमिल्ने हिसाबले ताला लगाएको छ भने ताला खोल्नु पर्यो, यताउता गर्नु पर्दाखेरि कतिपय अवस्थामा के देखिन्छ भने त्यो हुटुटी बढेको बेलामा हामीले बचाउन सक्यो भने पनि आत्महत्याको डर चाहिँ घटेर जान हुन सक्ने भएको हुनाले यस्तो कुराहरूमा ध्यान दिनुपर्छ। र त्यो बाहेक त अब जनचेतना त सबै खालको क्रिया अभियानको लागि जरुरी हुन्छ। यसमा सबै परिवार बिरामी आफै पनि त्यस्तो विचार आउँदाखेरि अलिकति आफ्नो हुटुटी कम गर्ने खालको कोसिस त्यो अलि जनचेतना छ भने त्यो घटेर जाने देखिन्छ। त्यस कारण चाहिँ यी कुराहरूमा ध्यान दिनुपर्छ जस्तो लाग्छ। कानुनले मात्रै पनि हुँदैन र साथमा कानुनले पनि यो कुरामा अलिकति निश्चित गर्ने चाहिँ सम्भावना बढाउँछ।